मैले एकमुष्ट सम्बोधन गरेँ। मेरो चाहिँ जिज्ञासा के छ भने हाम्रो यो आकाशे पुलबाट हाम्रो यो कुमाली ढिकीसम्मको बाटो चाहिँ किनभने आधी ढलन अनि आधी फेरि यत्तिकै ग्राभल त्यो त्यत्तिकै त्यो भलले बगाउने यो चाहिँ हाम्रो पुरा हुनु पर्यो के। मेरो माग एउटा यो र अर्को माग चाहिँ मेरो हाम्रो वडा अध्यक्षज्यूलाई हाम्रो वडा अध्यक्षज्यू हाम्रो राजकुमार दाइको चाहिँ 5-10 वर्ष कार्यकाल चाहिँ एकदमै राम्रो र सुखद रह्यो। हामीले एकदमै हेल्प गर्नुभयो दाजुले। हामी चाहिँ एउटै परिवार जस्तो गरी जहाँ भेटे पनि एकदम हाम्रो आत्मीयता एकदम नजिक छ के। त्यही भएर अब आउने चुनावमा चाहिँ हाम्रो राजकुमार दाइको चाहिँ मेयरको लागि हाम्रो कुरा चाहिँ एकदम सुन्नुहुन्छ राजकुमार दाइले चाहिँ। अब अहिलेको हाम्रो बासु थापाज्यूलाई चाहिँ एकछिन उहाँलाई चाहिँ हामीले भेट्न पनि सकिन्न देख्न पनि सकिन्न है। अब भेट्नु पर्यो भने टाइम लिनु पर्यो, टाइममा जाँदा पनि भेट्नु हुँदैन। हाम्रो राजकुमार दाइ भन्ने त परिवार जस्तो भेट्नुहुन्छ। त्यही भएर अब राजकुमार दाइ आउनु पर्यो है मेयरमा चाहिँ मेयरमा चाहिँ जानु पर्यो।